अब चाहिँ केही आशलाग्दो भएको छ होइन, सरकार पनि आशलाग्दो सिद्ध चाहिँ भएको छ। अब हाम्रो इलामतिर पनि अब हस्पिटल छ एउटा, भाइरल ज्वरो आयो भने बिर्तामोड झर्नुपर्छ। यस्ता कुराहरू चाहिँ अब फेरिदेखि हामी उँधो झर्न नपरोस्, इलाममै ठिक होस्। अस्पताल छ होइन, बिल्डिङ छ, धेरै ठुल्ठुलो छ, तर डक्टर छैनन्, राम्रो डक्टर छैनन्। अब किन होला भन्दा त अब त्यही त होला, सेलेरी दिन नसक्ने, सेलेरी कम्ती, अब थोरै पैसामा को बस्छ ठुलो डक्टर। अलिकति हाम्रो स्वास्थ्यको लागि अलिकति समस्या हुँदाखेरि हामीले राम्रो उपचार पाउने सुविधा पनि सरकारहरूबाट होइन, कोबाट हुन्छ, सरकारहरूले चाहिँ यो पहल गरिदिनु पर्यो कि त। इलाममा पनि एउटा जिल्ला जस्तो ठाउँमा राम्रो डक्टर छैन है। एउटा निमोनिया भयो भने मान्छे बिर्तामोड झर्नुपर्छ, यस्तो स्थिति नहोस् होइन। र यस्ता कुराहरूतिर चाहिँ एकदम धेरै सचेत भएर सरकारले पनि होइन अगाडि बढ्दै जानुभयो भने तपाईँहरूलाई कहिले पनि मान्छेले धोका दिँदैन है।